नमस्ते एभ्रिवान। आज चाहिँ म छोरीलाई एउटा नयाँ गेम खेलाउँदैछु। अस्ति उसको स्कुलमा पनि त्यस्तो गेमहरू खेलेका थिए अरे। यो मेमोरी टेस्ट भन्दो रहेछ। यो गेमलाई चाहिँ 5-7 वटा 10 वटा जति सामानहरू राख्ने अनि यो के हो पहिले उसलाई मजाले राम्ररी हेर भनेर चिनाउने देखाउने। उसले सबैको नाम भनेकी पनि थिइन्। अब यो सामानहरू चाहिँ सबै एकचोटि देखाइसकेपछि अब यो सामानमा सबै सामानहरू एउटा एकै ठाउँ राखेर लुकाइदिन्छु। यो लुकाउन लाग्यो, मैले लुकाइदिएँ। लुकाएपछि चाहिँ अब लु नानु लु लेख्न थाल। अब तिमी के सामान थियो अगाडि हेरेर सम्झेर लेख भनेर भने। अनि सम्झिँदै लेख्दै बेला बेला मलाई स्पेलिङ के हुन्छ भन्दै सोध्दै पनि थिइन्। अनि लेख्छिन्। लेख्दै ओर्दै कतिवटा लेखेर भ्याउँछिन् है त। हेरौँ है त, पल्टाउँछिन् के गर्छिन्। यो चाहिँ मेमोरी टेस्ट अरे। उसको इक्जाममा पनि यो अस्ति भएको थियो। त्यसमा चाहिँ उनले खासै राम्रो गरेकी थिएनन्। अनि घरमा पनि प्र्याक्टिस हुन्छ, एकचोटि गरौँ न त भनेर मैले गराएँ आज। लेख्दै ओर्दै गर्दैछिन्। अहिले चाहिँ कतिवटा 7-8 वटा चाहिँ सकिन् लेखेर। धन्यवाद हजुरहरूलाई।